कुनै पनि देशका नागरिकहरू त्यो देशका मालिक हुन्छन्। मालिक ठगिने अनि सेवकले राज गर्ने विगतदेखिको चलन नेपालमा बनेको थियो। करिबन 100-200 वर्षको इतिहास कालदेखि नेपालमा भएको यही थियो। हाल नेपालको राजनीतिमा अचम्मको मत परिवर्तन नेपाली नागरिकहरूले गरिदिएका छन्। आजको यो भिडियोमा यी लगायत सामाजिक सञ्जालको प्रभाव र समाजमा त्यसले पार्ने असरका बारेमा चर्चा गर्नेछु। नमस्कार, म शिवम अधिकारी, नागरिक पत्रकार तथा यो देशको सचेत नागरिक। यो देशमा राजनीतिबाट अछुतो कुनै निकाय छैन। विभिन्न जनवर्गीय सङ्गठनहरू र कार्यकर्तामा आधारित पुराना दलहरू सङ्गठन विस्तार गर्थे र त्यसको बलबाट पार्टी मार्फत चुनाव जितेर राज्य सत्तामा पुग्ने गरेको पाइन्थ्यो। किन यस्ता जनवर्गीय सङ्गठनहरू चाहिन्थ्यो त? पार्टीहरूमा भन्दा कुनै न कुनै रूपमा राजनीतिक दबाव वा चुनाव जित्न यो सङ्गठनहरूलाई प्रयोगमा ल्याइन्थ्यो। यस्तै अभ्यासबाट लामो समयसम्म पुराना दल र शीर्ष नेताहरू वर्षौंसम्म विभिन्न बहानामा नागरिकहरूलाई विभिन्न आश्वासन देखाएर बारम्बार सत्तामा टिकिराख्ने परिपाटीबाट नेपालको राजनीति चलेको थियो। समाज राजनीतिक रूपमा पूर्ण विभाजित भएको थियो। म यो पार्टी, त त्यो पार्टी र विभिन्न अपराध र भ्रष्टाचारका कुराहरू आउँदा पनि राजनीतिक पूर्वाग्रह भन्दै चोखिने चलन यो देशमा रहेको थियो। विकासमा असमान बजेट वितरण र बिचौलियाहरूले राज्य कब्जा गरेको तिथो यथार्थ हो। सक्ने र पहुँचको आधारमा राज्यको सम्पत्ति केही सीमित व्यक्तिहरूले कब्जा गरेको जस्तो अवस्था हो। राजनीतिक नियुक्ति लगायत 3 तहको भद्दा राज्य संरचनामा केवल नेता र पार्टीका आसेपासे भर्ती केन्द्र बनाएर कर र विदेशी ऋणको दुरुपयोग भएको अवस्था पनि सत्य हो। हरेक क्षेत्रमा योग्यता चाहिने तर देश चलाउन र राजनीतिक नियुक्तिमा कुनै योग्यता नचाहिने जस्तो विभेदकारी कानुन बनाएर राज्यलाई दुरुपयोग गरेको नागरिकहरू टुलु हेरेर बस्नुपर्ने अवस्था हालको हो। त्यसैले पनि यो पटक आम नागरिकहरूले यो अस्थिर संसदीय व्यवस्थालाई ठिक उल्ट्याएर एक नयाँ दललाई झन्डै 2/3 बहुमत मार्फत पुराना दलहरूलाई पाखा नै लगाइदिए। जब देशमा अस्थिरता, अराजकता र अनियमितताको सीमा नाग्छ तब दलहरूले यस्तै परिणाम भोग्न तयार हुनुपर्छ भन्ने पाठ यो पटकको फागुन 21, 2082 को संसदीय निर्वाचनको परिणामले देखाएको छ। नयाँहरूले अब के गर्ने हुन् त्यो हेर्न बाँकी छ। धेरै नागरिकको अपेक्षा अब केही राम्रो हुन्छ भन्ने छ। जेन्जी आन्दोलनको जगमा टेकेर नयाँ दल रासपा मार्फत रवि र बालेन समाहित यो पार्टीप्रति जनआशा र भरोसा यसरी बढेर आयो कि अब पूर्ण रूपमा यो भद्रगोल अवस्थालाई सम्हाल्ने जिम्मेवारी यो पार्टीको काँधमा आएको छ। यो देशको आर्थिक विकास र उन्नतिमा सुधार ल्याउन त्यति सजिलो त छैन, तर पनि केही सुधारको अपेक्षा भने पक्कै रहेको छ। अहिले धेरै नकारात्मक र अति आशावादी हुन सक्ने अवस्था छैन। मुख्यतया सुशासन र विकास आजको आवश्यकता हो। नागरिकहरूको जीवन सहज पार्ने जिम्मा राज्यको हो। सबै नागरिकहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच हुन सक्यो भने पनि नागरिकहरूले राहत पाउनेछन्। राज्यले दिने हरेक सुविधा सधैँ नागरिकको पहुँचमा हुन जरुरी छ। आउनुहोस् अब आजको भिडियोको मुख्य विषयवस्तुमा रहेर कुरा गरौँ। सामाजिक सञ्जाल आज मानिसको आदत भइसकेको छ। बरु मानिसहरू एक छाक भोकै बस्न सक्छन् तर ऊ त्यो लतबाट टाढा रहन सक्दैन। सामाजिक सञ्जाल खराब भने होइन, मात्र यसको प्रयोग कसरी हुन्छ, प्रयोगकर्ताहरू को हुन्, सूचनाहरू कसरी प्रभाव हुन्छन् र कस्ता सूचनाको प्रभाव समाजमा कस्तो पर्छ भन्ने महत्त्वपूर्ण हुन्छ। सबै सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार त होइनन्। उनीहरू प्रयोग गर्दै सिक्दै जाने क्रममा हुन्छन्। सबै हेर्ने मान्छेहरू पनि पूर्ण ज्ञानी र जानकार त हुँदैनन्। हो, यहाँनिर समस्या आउने गर्दछ। हाम्रो जस्तो गरिब राष्ट्रले अब यी सामाजिक सञ्जाललाई बन्देज पनि लगाउन सक्दैन, किनभने उसँग कुनै विकल्प छैन। आज गुगल, फेसबुक, टिकटकहरूको नियन्त्रणमा प्रयोगकर्ताहरू रहेका छन्। आज युद्धहरू जीपीएस नेभिगेसनको आधारमा हुन्छ। ड्रोनलाई हजारौं किलोमिटर टाढाबाट पठाइन्छ
प्रोग्रामिङ गरेर। त्यस्तै सामाजिक सञ्जाल पनि एउटा मजबुत पब्लिक स्फियर भएको छ, जसले समाजमा एक किसिमको धारणाहरू बनाउने गर्दछ। संसारमा यो सबैभन्दा बलियो सूचनाको माध्यम भएको छ। अहिले धेरै चर्चित सञ्चारका माध्यमहरू यो नयाँ मिडियाको माध्यमबाट समाचारहरू सम्प्रेषण गर्न बाध्य भएका छन्। हो, सामाजिक प्रयोग फाइदाजनक पनि हो, तर त्यत्तिकै घातक पनि छ। हाल विश्वको समाचार एकैछिनमा हातमा आइपुग्छ भनेपछि समाचार पनि छिटो अनि त्यसको प्रभाव पनि तुरुन्तै। सामाजिक सञ्जाल मार्फत सञ्चारको यो प्रक्रियाले प्रयोगकर्तामा छिटो धारणा बनाउने हुँदा यो सामाजिक सञ्जाल संवेदनशील छ। अहिले त एआई मार्फत पनि कति सामग्रीहरू भ्रमित पार्ने खालका भिडियोहरू हुन्छन्। त्यसैले सामाजिक सञ्जालमा आएका सामग्रीहरू सबै सत्य हुँदैनन्। यसलाई कसरी छुट्याउने त? आएका समाचार भरपर्दो स्रोत हो कि होइन यकिन गर्न जरुरी हुन्छ। जस्तै भरपर्दा सञ्चार माध्यम मार्फत आएका समाचार पनि भेरिफाई वा यकिन गर्नुपर्दछ। साथै त्यस्ता समाचारहरू भ्रमपूर्ण र भ्युजको लागि मात्र भएको वा वास्तविकता हो भन्ने पनि छुट्याउनु पर्दछ। भ्रमित पार्ने समाचारहरूका बारेमा सत्य के हो जान्ने मान्छेलाई सोधेर पनि छुट्याउन सकिन्छ। अहिले बालबालिका, वृद्ध र कम शिक्षितहरूमा यस्ता गलत सामग्रीहरू जो सामाजिक सञ्जाल मार्फत प्रसारण हुन्छ त्यसले भ्रम समाजमा छिटो फैलाउने काम गर्दछ। पछिल्लो नेपाली राजनीतिमा पनि यही सामाजिक सञ्जालले मानिसहरूको धारणा परिवर्तन गरेको देखिन्छ, जसलाई पत्रकारितामा हाइपरडर्मिक निडल थ्योरी पनि भनिन्छ, जहाँ कुनै पनि सञ्चार माध्यमहरूले बारम्बार भनेका कुराहरू यसरी मानिसको दिमागमा घुस्दछ कि जसरी एउटा व्यक्तिमा ड्रग्स घुसाए जस्तै हो। त्यसैले अहिलेको नयाँ सञ्चार माध्यमहरूको प्रयोग र यसले आम दर्शकहरूमा पार्ने प्रभाव र त्यसबाट बनाइने धारणा कतिपय अवस्थामा घातक वा फाइदाजनक हुने हुन्छ। यो भर्खरै सम्पन्न चुनावको परिणाम र पुराना पार्टीहरूबाट नयाँ दलमा मत परिवर्तन हुनुमा पनि सामाजिक सञ्जालको ठूलो भूमिका रहेको छ। अब यी आशा लाग्दा नयाँ अनुहारहरू जसलाई आम मतदाताहरूले यत्रो मत दिएर संसदमा पुर्याएका छन्, अब हामी सबै आम सचेत नागरिक सञ्चारकर्मीहरूले प्रतिपक्ष र खबरदारी चाहिँ गर्न उत्तिकै महत्त्वपूर्ण हुन्छ। यो मत कसैलाई फेरि पनि राज्यको सुविधा वा पद र शक्तिको दुरुपयोगको लागि होइन, यो त आम नागरिकको हित र देशको समग्र विकास परिवर्तनका लागि हो। बारम्बार आम नागरिकहरू राजनीतिक रूपमा ठगिने क्रम अब रोकिनुपर्छ, अन्यथा देशमा परिवर्तन जति छिटो भयो विद्रोह पनि छिटो नै हुँदैन भन्न सकिन्छ। सधैँ नागरिकका पक्षमा यस्तै सामग्री लिएर म उपस्थित हुनेछु। यहाँको समयको लागि धन्यवाद।